कोभिड-19 सम्बन्धी अत्यन्त जरुरी सूचना। आज लकडाउन भएको तेस्रो दिन सबैतिर कोरोनाको बिगबिगी भइरहँदा सबैजना सुरक्षित रहन हार्दिक अनुरोध गर्दछौं। कसैलाई ज्वरो आएमा, सास फेर्न गाह्रो भएमा तुरुन्तै परीक्षण गराइहाल्न र आफू पनि सुरक्षित रहन साविक एफएम अनुरोध गर्दछ।
होइन के गर्न खोजेका हुन्? आज त 19 गते गइसक्यो, भाडा दिने कुरै गर्दैनन्। पहिले दिन रहेछन् भाडा। होइन यसरी त भएन। हेलो आमा, डौकारे सम्झिनुहुन्छ? ठिकै छु बाबु, मेरो औषधि सकिरहेको छ, पठाइदेन है। हुन त तँलाई पनि गाह्रो होला, कोरोना फैलिरहेको बेलामा राम्रोसँग ख्याल राखेस् है आफ्नो पनि। बरु मलाई चाहिँ चाँडै औषधि पठाइदेन है कान्छा। हुन्छ आमा, भरेसम्म जसरी भए नि पठाइदिन्छु नि है। ल ल कान्छा, तेरो आफ्नो पनि राम्रो ख्याल राख है। ल ल आमा, आफ्नो ख्याल राख्नु। म यहाँ ठिक छु, म भरेसम्म जसरी भए नि औषधि पठाइदिन्छु। अब आमालाई औषधि कसरी पो पठाउने? आमाले पठाएको सबै पैसा भाडा तिर्दै सकियो। बिचरा आमालाई के थाहा सहरको पीडा। ए बा, सन्चै हुन्छ? भाइ पैसा दिनु पर्यो नि। महिना मरिसक्यो, कहिले दिने? बा, मलाई हप्ता 10 दिनको समय दिनु पर्यो। यसपालि फेरि यही बेलामा लकडाउन भयो। भएको पैसा पनि कलेजमा आएर रासनमा तिर्दै ठिक्क अब। मलाई हप्ता 10 दिनको समय दिनु न बा, म जसरी पनि तिर्छु। तँ चाहिँ अलिकति विचार गर है भाइ। म त अब अलिक कडा छु, अब त म कडा तल्दै जान्छु। हप्ता 10 दिन बा। पक्का हो नि? पक्का हो बा। भाइ पैसा दिनु पर्यो नि। महिना मरिसक्यो, कहिले दिने? साथीभाइ हो, अब लकडाउन लागेको छ, कोरोनाको टाइम छ। यो दिउँसोभरि के खाएर बस्ने? एउटा खसी खोजेर लिएर आएर खाने हो क्या हो? कहाँ खसी खाने कुरा गरे दाइ? अहिले अगाडि अलिकति निस्क्यो भनेदेखि पुलिसले भाटा हान्छ यार। त्यही त भनेको, यो कोरोनाले पनि सबैलाई दुःख दियो। कोभिड आएपछि बिजनेस व्यापार सबै डामाडोल भयो के। कस्तो
यो लकडाउन लागेपछि त दिक्क भइसक्यो साथी। कति घरमा बस्ने, कति थुप्रेर बस्ने। एउटा डुप्लिकेट प्रेस कार्ड बनाएर भए पनि माथि डाँडातिर गएर खसी ल्याउने हो कि? नक्कली प्रेस कार्ड भनेर पुलिसले थाहा पायो भनेदेखि अनि भाटान्छ। के थाहा मासुमा पनि रोग पनि हुनसक्छ। अहिले त सचेत हुनुपर्छ है। हुन त सही कुरा गर्नुभयो तपाईँले। खाना त खानुहुन्थ्यो नि, तर के गर्नु, गाउँले भाटा तेर्साएर राखेको छ, छिर्यो भने मार्छ। अहिले गाउँतिर गयो भने बेकाना समातेर राखिदिन्छ। त्योभन्दा बरु मासु खानेको नि कुरो नगर हेर। अलि साम्य भइसकेपछि चाहिँ बरु मासु खाँदा ठिक हुन्छ क्या। ए भाइ, किन मास्क खोलेको? त्यो लगाइहाल मास्क, छिट लगा। हेर भाइ, यस्तो लकडाउनको बेलामा दाइकोमा आछौ, विचार गर है, विचार गर। दादा 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 ए कान्छ त आइज भित्र बस, भित्र बस, यहाँ बस। होइन मास पनि खोजा। अनि कान्छ के भयो तँलाई? निकै तनावमा देखिन्छ त। केही समस्या छ भने भन। के ठिक हुनु दाइ? गाउँमा आमा बिरामी छिन्। आमाको लागि औषधि किन्ने समेत पैसा पठाउन पाएको छैन। आज घरबेटी आएर भन्छ कि भाडा दे कि कोठा खाली गर। बरु मिल्छ भने दाइ 20-30 हजार सापडिदिनु न, म जसरी पनि तिर्छु नि। हेर कान्छ, यो दुनियाँ यस्तै छ। छन् गेडी सबै मेरी, छैन गेडी सबै टेरी। तँ चिन्ता नगर, सबै ठिक हुन्छ। हेर कान्छ, चित्त नदुखा। मेरो पनि कामको नाम मात्रै छ, कतैबाट पैसा उठेको छैन। लकडाउनले गर्दा त लास्तै तनाव छ। तेरि भाउजू पनि माइती गएकी धेरै भइसक्यो। अब लकडाउन कहिले खोलिने र कहिले आउने? कान्छा, तैँले खाना खाएको छैन होला है? बस खाना खाएर जालस्, म खाना पकाउँछु। होइन दाइ, तपाईँलाई के दुःख, म जान्छु। ए मुला, दाइसँग पैसा पो छैन त, तर माया छ, स्नेह छ। खुरुक्कै बस, खाना खाउँला, अनि त्यसपछि दुःख सुख कुरा गर्नुपर्छ है। खान्छ किन खान नआएको? खाना खान, सबै ठिक भइहाल्छ त। अहिले पो लकडाउन लागिरहेछ त। यो लकडाउन खोलेपछि सब ठिक हुन्छ, चिन्ता नगर। चुप्चाले खाना खा। तेरो दाइ छ, सपोर्ट गर्छ तँलाई पछि, बुझिस्? खाना खा। हेर कान्छ, लकडाउनले गर्दा सबैले तनाव भइरहेछ, तर लकडाउन खोलेपछि सबै ठिक भइहाल्छ नि। किन चिन्ता गर्छस्? के ठिक हुन्छ दाइ? घरबेटी सधैँ आएर किचकिच किचकिच किच 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 कि भाडाले कि कोठा खाली गर भन्छ। के ठिक हुन्छ दाइ? घरबेटी सधैँ आएर किचकिच 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 गरेर आउँछ।
गाउँमा उहाँ आमाको टेन्सन उस्तै औषधि छैन भनेर फोन आएको थियो पैसा छैन एकतिर घरबेटीको टेन्सन अर्कोतिर आमाको टेन्सन सोच्दा सोच्दा बोलाउन लागिसक्यो मलाई त दाइ के गर्नु मन छैन चिन्ता नगर सब ठिक हुन्छ ओहो वेलकम टु माई गरिब खाना सरजी तेरिका सर पनि के कुरा गर्नुहुन्छ हौ यो अवस्थामा त बाँच्न नै ठुलो कुरा हो झन् तपाईँहरू त त्यही माथि व्यवस्था पनि गरेर बसिरहनु भएको रहेछ सरहरूले व्यवस्था मजाले गर्नुभएको त यस्तो अवस्थामा बाँच्नु नै ठुलो कुरो ल मिलाएर बस्नु बस्नु ल मिलाएर बस्नु होला बस्नु के हो बाहिर लाउने सेनिटाइजर त भित्रै लाएर बसिरहेको रहेछ नि त यिनीहरू अनि त बाहिर दल्नुपर्ने चिज भित्रै खाएर बसेछ के पार हो सर यो मजा गर्ने कुरो होइन के तपाईँलाई मजा गरे जस्तो लागिरहेछ हो हाम्रो कान्छालाई यहाँ कति तनाव छ कान्छाको घरबेटीले पैसा मागेर किसिस गरेर तनाव बनाइसक्यो अझ तपाईँ मजा गर्नुहुन्छ होइन किन आक्रोशमा आउनुहुन्छ साथीमा कहिलेकाहीँ मजाक चलिहाल्छ होइन र साथीभाइ हो सरी है माहौललाई यसो रमाइलो मात्र गर्न खोजे हामी होइन यो आजभोलि के हुन लागेको हो जता हेरे पनि कोरोना छ लान्छ कि क्या हो ए बल्ल आइस त यहाँ त भाडा नदिने होइन भाडा भयो एक हप्ता टाइम मागेको थियो त भएन बा अब कहिले नआएको कोरोना यही पालि आए बा आमाले पठाएको सबै पैसा रासन र कलेजमा तिर्दै ठिक्क भयो अब मैले जानी नदिएको होइन नि बा यति त बुझ्दिनँ न अब मेरो पनि कोही छैन अब ती 3 वर्षदेखि हजुरमा बसेको छु यति बुझ्दिनँ न बा तिमीलाई मात्रै लागेको छ लकडाउन हामीलाई लागेको छैन छोराछोरी विदेश छन् हामी बुढाबुढी मात्रै छौँ त्यही भाडा लगाएर खानियो हामीले पनि बा यसपालि त्यस्तै हो कि मेरो अब आउने ठाउँबाट नि आएन आमाले पठाएको पैसा सबै कलेजमा तिर्दै सकियो मैले के गर्नु भन्नु त बा ल ठिक छ माथि गएर पुरा गरौँ पैसा हुँदा देऊला नि त ल हिँड्नु जाऊँ थाहा पाइस् कस्तो हुन्छ भाडा नदिएपछि समयमा भाडा दिन पर्यो